यज्ञका लागि घिउ नभई हुँदैन। यज्ञको सबैभन्दा महत्त्वपूर्ण चीज भनेको घिउ हो। अर्को पञ्चगव्यलाई गौत चाहियो, लोटाउनलाई शुद्धताको लागि गोबर चाहियो, पञ्चामृतको लागि दूध दही चाहियो। यी सबै कहाँबाट आए? गाईबाट आउने भयो। त्यसकारणले साधु सन्त ऋषिमुनिहरूले गाईलाई ग्रहण गर्नुभयो। उच्च श्रवा नाम गरेको घोडा निस्क्यो, दैत्यहरूले लिए। ऐरावत हात्ती निस्क्यो, इन्द्र महाराजले लिनुभयो। अप्सरा गणहरू निस्के, स्वर्ग गए। कौस्तुभ नाम गरेको मणि निस्क्यो, भगवानको गलामा शोभित भयो। लक्ष्मी देवीको प्रादुर्भाव भयो। सबैले लक्ष्मीलाई देख्ने बित्तिकै सबै मलाई मलाई भनेर तानातान गर्न थाले। अब महाराज लक्ष्मी नचाहिने को होला आजसम्म? कि चाहिएको छैन? चाहिँदैन कसले भन्छ र हेर्नुहोस्, सिधै चाहियो भन्न नि सकिएन। भनौँ के भने कुराकानी गर्दा गर्दै फुर्सदै छैन। के भने अब गुरुले सुनेकै छैन, के गर्नु? बोले भक्तवत्सल भगवानको लक्ष्मी सबै मलाई मलाई भन्छन्। लक्ष्मीलाई आपत पर्यो, हातमा समात्या छन्, तान्या छन्। अब कहाँ जानु? लक्ष्मी जानुभएछ ब्रह्मलोकमा। ए ब्रह्मा, अब के गरौँ म भने? ल पख्नुहोस्, पहिलो स्वयंवर गरौँ। स्वयंवरको आयोजना गरिदिनु भएछ। लक्ष्मी माता हातमा वरमाला धारण गरेर आउनुभयो। सारा लाइनमा बसिया थिए। इन्द्र पनि बसिया रहेछन्। यसो हेर्नुभयो इन्द्रलाई देखेर, मान्छे त राम्रै हुन्, अनुहार त चिटिक्क छ, चिल्ला पिरा नै छन्, खाए जस्तै छन्। तर के गर्नु, बानी गतिलो छैन। अर्काको प्रगति देखि कि डा गरिहाल्छ। अगाडि बलि महाराज बसेका रहेछन्। यसो हेर्नुभयो, मान्छे पनि राम्रो हो, बानी पनि राम्रो हो, तर कुल राम्रो छैन। दैत्य कुलमा सारा बसेका छन्, कसैलाई हेर्नु भएन। भगवान नारायण पर हुनुहुन्थ्यो। वास्ता नगरिकन बस्नुभएको बेलामा लक्ष्मी माताले गएर पहिला माला लगाइदिनु भयो पछाडिबाट। लक्ष्मी र नारायणको स्वयंवर भयो। सृष्टिको पहिलो स्वयंवर यो। त्यसपछि स्वयंवरको प्रचलन यो जगतमा चल्यो। पहिलो स्वयंवर यो। अब अमृत निस्केर अमृतको घडा लिएर भगवान धन्वन्तरी प्रादुर्भाव हुनुभयो। भगवान धन्वन्तरी प्रादुर्भाव भएको दिनमा अहिले चाहिँ मान्छेले यसलाई उल्टो बुझे। हेर्नुहोस्, आयुर्वेद दृगिज्य भाग भनिन्छ भगवान धन्वन्तरीको उत्पत्तिको दिन। अहिले चाहिँ लोकमा त्यो बढी मान्छे धनतेरस भनेर मनाउँछन्, होइन? वास्तवमा त्यो धनतेरस कुनै 13 14 होइन। त्यो अहिले त 13 र 14 15 र 16 के हो? एउटा कुन चाहिँ आउँछ युट्युबमा फुक्छ, यो दिनमा तामा भाँडा किने शुभ भन्छ। कोही आउँछ चाँदी किन्नु भन्छ। अहिले सुन किन्नु भन्ने आँट कसैका छैनन्। हेर्नुहोस्, तैपनि यो किन्नु र ऊ किन्नु। वास्तवमा त्यो दिन के हो? आयुर्वेदको उत्पत्तिकर्ता भगवान धन्वन्तरीको जन्म जयन्ती, भगवान धन्वन्तरीको अवतार भएको दिन हो। धन्वन्तरी भगवान त्यो दिन प्रादुर्भाव हुनुभएको दिन। त्यो चिजमा घरमा भित्र्याउने चिज के हो त? त्यसो भए औषधिजन्य चिजहरू। औषधिजन्य भनेको के हो? अमला, हर्रो, बर्रो, कटुस। वास्तवमा धनतेरस भनेर चाहिँ यो केबाट आएको भनेर मैले यो इतिहास त्यो 6-7 वर्ष अगाडिदेखि खोजिरहेको छु। राजस्थानतिरबाट मारवाडी समुदायहरूमा चाहिँ त्यो दिनमा केही चाँदी किन्ने प्रचलन रहेछ। पहिला चाँदीका सिक्का किन्ने। हामी अर्का सिक्दै आयौँ। अनि सबैका तामा र पित्तल भनिन्छ। अहिले तामा र पित्तल भने जति हेर्नुहोस्, यी तामा पित्तलका भाँडा हामीले जति किन्छौँ नि, नयाँ भाँडा। पहिला त्यही खरानीले मस्काउँदा कति टल्किन्थ्यो हो कि? अहिले चाहिँ के अरे यो पिताम्बरी रे, अझ झोल रे, ओहो एसिड ल्याएर घोड्दा पनि कालो टिका बस्छ। किन भन्दा सबै भयभरको जस्ता मिसाइदिएछ। किन भन्दा हामीलाई बढी चाहियो, धेरै चाहियो। त्यो दिन नल्याइ भएन। बढी व्यापार हुने भने जस्तो पनि पठाइदिए। उही हामीले अबिर केसरी घसिया जस्तो भयो। धन्वन्तरी भगवानको प्रादुर्भाव भयो। अमृतको घडा लिएर आउनुभएको। सारा दैत्यहरूले अमृतलाई हरण लिएर गरे। अब यसलाई कसले लिने भन्दा देव दैत्यहरूमा पनि हाहाकार मचिएछ। अहम पूर्व न त्वम इति वद। मलाई भनेर
अमृतका न्युमा झगडा गर्न लागे। त्यही बेलामा भगवानले दिव्य मोहिनी अवतार धारण गरेर आउनुभयो, सुन्दरी बनेर आउनुभयो। दैत्यहरू हेरे भयो, ओहो कति राम्री हो, कहाँबाट आके। कोही मान्छे नौलो मान्छे आयो भने तपाईँ हाम्रो आँखा जति सबै त्यतै जान्छ जाँदैन। यहाँबाट त्यहाँ कुनाबाट कसैले एउटाले पूजा सार्थमा समाउनु दियो भने भित्र बस्ने जतिको सबैको आँखा त्यतै हुन्छ। को रहेछ यो, के हालेर झोला ल्याएर छ। नयाँ देखेपछि गएन ध्यान। कुनै भक्तवत्सल भगवानको त्यतिसम्म चाहिँ होइन है, मैले भनिदिएँ मात्रै। सबैको ध्यान कथामा छ, त्यो पक्का छु म। कान यता होइन, हात त्यहाँ सेवामा, आँखा त्यता। यसरी मोहिनी भगवानको अवतार भयो। दैत्यहरूले भगवानलाई चिनेनन्। एउटी सुन्दरी कन्या भन्ठानेर काशीतम कञ्जपसपला साक्षे, हे सुन्दरी तिमी को हौ, कहाँबाट आयो भने मेरो नाम मोहिनी हो। अमृत बाँडिदेऊ न भन्दा म त देवतालाई पनि बाँड्छु, देवतालाई पनि दिन्छु। भगवान मोहिनीको रूपमा यति मोहित भए केही नाइ भन्न सकेनन्। भगवानले सबैलाई स्नान गर्न लगाउनु भयो। लाइन राखिदिनु भएछ, एका पंक्ति देवता, एक पंक्ति दैत्य। अमृतको घडा काखीमा बोक्नु भएको आमाहरूले पहिला पहिला पँधेराबाट गाग्री काखीमा बोकेर ल्याए जस्तो त्यहाँ काखीमा गाग्री राख्नु भएको छ। मदमस्त गजगामिनी चालले देवताहरूपट्टि जानुभयो, दैत्यहरूपट्टि जानुभयो। दैत्यहरू गरे पखन, यो माथि माथिको यो पातलो पातलो चाहिँ देवतालाई देऊला, पिँधको बाक्लो बाक्लो तिमीहरूलाई देऊला। देवतालाई खुरुखुरु अमृतपान गराउँदै हुनुहुन्थ्यो। त्यही बेलामा स्वरभानु नाम गरेको दैत्यलाई शङ्का लागेछ। सूर्य र चन्द्रमाको बिचमा आएर बस्यो। देवताको रूप लिएर सूर्यले इशारा गरे, प्रभु हाम्रो छेउमा राक्षस बसेको छ, यसलाई अमृत दिनु हुँदैन। चन्द्रमाले पनि इशारा गरे, तर भगवानले मान्नु भएन, त्यसलाई पनि अमृतपान गराइदिनु भयो। बुझी बक्सेला, बाँड्न बस्ने मान्छेले जसका हातमा डाडो पन्याउँछ त्यसले कसैलाई भेद गर्नुहुन्न। पंक्ति भेदको अपराध लाग्छ। गरुड पुराणले त त्यो नरक जाने बाटो बताइदिएछ। पंक्ति भेद भगवानले एक लाइनमा बसेको कारणले राक्षसै भए पनि सर्पलाई जति नै दुध पिलाए पनि त्यो विषालु नै हुन्छ क्या। दुग्ध पान गरी सर्प कहाँ हुन्छ र निर्विष भने त्यसले विष उकेल्छ, तर पनि त्यसलाई दिनुभयो र आफ्नो चक्रद्वारा छेदन गरेर राहु ग्रह र त्यसको छायाका रूपमा केतु ग्रहका रूपमा स्थापना गरिदिनु भयो। दैत्यहरूलाई मदिरा पान गराइदिनु भयो। मदिराका तालले दैत्य लट्ठ परे, आपसमै झगडा गर्न थाले। मदिराले के गर्दो रहेछ भने आफ्नोमा झगडा गराउँदो रहेछ। मैले त्यही भएर अस्तिदेखि भने संसारमा सबैभन्दा हुँदै नहुने कुरो के हो भन्दा मदिरा। हुन त अहिले कतिपय मान्छेहरूले ओहो सोमरस भन्छन् क्या, सोमरस रे, यो फ्लेभर रे, आज अङ्गुरको रे हो, यो स्याउरे, यो अनारको रे, ए बाबा जेसुकैको भाइले त्यो कुहियाएर बनाएको चिज हो। बिग्रिया चिज खान्छौँ हामीले। कुहिया एउटा सुन्तला कुहिएर बसिरहेको छ अस्तिदेखि। ल खाने आँट गर्नुहोस् त, म दिन्छु। त्यो चिज कुहाएर बनाएको चिज चाहिँ राम्रो हुन्छ कहिले? बिग्रिया चिज, सडिया चिज। सडिया चिज जेसुकैको बनाउनु त्यो, त्यसले के गर्छ भन्दा त्यो बुद्धिलाई मन्द बनाइदिन्छ, बुद्धि बिगार्छ, बुद्धि खाइदिन्छ। दैत्यहरूको बुद्धि खायो, आपसमा लडाइँ गर्न थाले। जब मदिराले छोड्यो तब झल्यास भए लौजा, न अमृत पाइयो, दुःख पनि पाइयो, अमृत पनि पाइएन। त्यही भएर आपसमा फुट्दा कष्ट हुन्छ। देवताहरूले अमृत पान गरे र भगवान शिवजी बस्नु भएको थियो त्यही गोसाई कुण्डका बिचमा। नारदजी भगवानलाई भेट्न पुग्नु भएको परम पावन कथासम्म यहाँ व्याख्या गरियो। हरे नमः। श्री बादरायणवाच वृषध्वजो निसंवेदं योषित रूपेण दानवान मोहितासुरगणान् हरिस्वमुपाय प्रतिसमारोह गृषा सर्वभूतगणैर्वृता सादिव्याय द्रष्टुं त्राष्टिमसुरस्वात् भागवत सात्रं संव्याभत्सु पैष्टुवाचनं प्रतिवचस्मन् हरि श्री महादिवाच देवदेव जगद्व्यापिं जगदीश्वरमेश्वर स्वामी भागवतं तमांसुररातिं वसयन् मध्यमिदमन्यदहं हरि
योप्यस्य तरितानित सतं ब्रह्मचिन्मयः चिद्भवान् तैव चरणभुजं श्रेष्ठकन्यास्य विश्वचन्द्रसंगमने सम्पासितं ब्रह्मणं विगुणं विश्वकम् आनन्दमात्रमैकारवनन्द्र विश्वशेखरदृष्टिमन्मात्मस्वरूपतदपेक्षतनयानपेक्षा एकस्तम विश्वसतमं संसर्वं कृताकृतमिवेह वस्तुवेद ज्ञानतस्तैतनिर्विमितविकलयासंविधिकरण निरुपाधिकशतं ब्रह्मकेचि दब्बयन्ति धर्मविकेकि परं सतवर्षं समन्वयतेताविशक्तितं परं तं केचिन् महापुरुषमप्यमात्मं नाम प्रायुरिषयो नमरिचिमुख्यजनं देवृजं खलु सरसरर्मामुषितचित्तसैषदैत्या मर्त्यादय किमितः सतवब्रवृत्त्या सत्तं समीहितमदास्ति तजन्मनासं भूते हितं च जगतो भवन्यमोक्षो वायुर्यथा विस्तिखं च चराचराख्यं सर्वं तदात्मकतया भगमो वरुत्से अवतारमया दृष्टारामाणस्य देवणेश्वं तद्रशंसाम्यते दृश्येत बापुरुदितं येन संहितादिता पारिता शब्दं सुरतत्रिक्षभायतं परं कत्वालविनयं व्यक्तवेश्वर भगवान् सुलपाण्यप्रश्यपाभ्यं गिरिशं प्रथवासतः हरे नमः श्री भगवान् च कौतूहलाय दैत्यानां योषिते सोमया कृतं पश्चां श्रीकारणि गते वेशवादिने तत्यं दर्शयिष्यामि दृश्यस्तुतमकामिने भगवन्तं संकल्प बहुदयं श्री शिवाचैति ब्रह्म भगवन्तस्तत्रैवान्तरधीयत सर्वत्राश्चारयन् साक्षिर्भवास्ति सौम्यतदर्शोपवनि वरस्यं विचित्रपुष्पावरणपुल्लभद्रुमे विक्रीडितं कन्दुकलिलयालसुदुकुलपर्यस्तन्तं नमिखलमवर्तनं द्वन्द्वकं ज्ञास्तन प्रचारो रुभरैपतिपदे प्रवजमानं यमचित्रस्थलपदप्रम्नेतितस्य कन्दुकचापरसं प्रतिनताराय तरुलोचनं सकर्णां विभ्राजितकुण्डलुरसकपुरनीलालकमण्डितारुणां श्लथादेदकुलं कवरिं च विचितां सन्निहितितां कर्णे बलमाविनिङ्गति मन्यकर्णे दन्तकं वैभवन्तीं जगदात्मं